सरस्वती पूजा अर्थात् वसन्त पञ्चमीको दिन। यसका 5 वटा महत्त्व अनि 2 वटा मुक्तक है त। पहिलो महत्त्व, आज विद्याकी देवी सरस्वतीको पूजा गर्ने, खास गरी विद्यार्थीहरूले कपी कलम र पुस्तकको पूजा गर्ने। अनि दोस्रो, अक्षरारम्भको दिन, बालबालिकालाई पहिलोपटक अक्षर चिन्न सिकाउने दिन, लेख्न र पढ्न सिकाइन्छ। अनि तेस्रो महत्त्व चाहिँ श्रवण, वसन्त श्रवण। हनुमान ढोकाको नाछल चोकमा राष्ट्रप्रमुखको उपस्थितिमा वसन्त श्रवण गर्ने परम्परा। अनि चौथो चाहिँ शुभ सहित, आजको दिनलाई सिद्धियोग भएको दिन मान्ने चलन भएकाले विवाह व्रतबन्ध र गृह प्रवेशका लागि उत्तम दिन मानिन्छ। अनि पाँचौँ महत्त्व रहेको छ पहेँलो रङ्गको दिन। पहेँला रङ्गका वस्त्रहरू लगाउने, पहेँलो परिकार र फलफुल प्रसाद खाने दिन, विशेष गरी तोरीको फुललाई प्रकृति र ऊर्जाको स्रोत मान्ने दिन। अब मुक्तक है त। मुक्तक छ, अहङ्कार उडी जाने चोरो बनोस्, सत्य वचन व्यवहार खरो बनोस्, शुभकामना दिन्छु वसन्त पञ्चमीको, सदैव ज्ञान र बुद्धि दह्रो बनोस्। स्वभावमा विनयशीलता आओस् मित्र, वाणीमा नित्य मधुरता छाओस् मित्र, ज्ञानका पालुवा पलाउन् शुभकामना छ, जीवनले सदैव वसन्त पाओस् मित्र। धन्यवाद।